हेलो एभ्रिवान वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म बिहान उठेँ अनि मम्मी र म चाहिँ पसलतर्फ लागेँ किनभने घरमा तरकारीहरू केही पनि थिएन अनि मम्मी र म चाहिँ तरकारीहरू किन्न गएँ अनि यति धेरै भारी भएको थियो नि आमा म पनि एक भारी म पनि यति धेरै आलु छ मेरो भन्दै देखाउँदै हुनुहुन्छ। हाम्रो मम्मी फेरि भिडियो बनाउनु भयो भने एकदम धेरै खुसी हुन्छन् कि अनि त्यस्तो भिडियो बनाउँदै मम्मी र म गएर आयौँ। त्यसपछि रेडी भएर म काममा जान पनि थालेँ अनि गाडी कुर्दा 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 गाडी पनि एकदम धेरै ढिलो आयो। त्यसपछि बाटोमा जाम पनि त्यस्तै अनि मैले बिचमा सरलाई कल गरेँ, सर म त ढिलो हुने भएँ, जाम भयो लास्टै भने अनि सरले नि हुन्छ भन्नुभयो। त्यसपछि म आनन्दले कामतर्फ लागेँ। अहिलेसम्म त आनन्दै छ नि त, दिदी हुने जेल त ढिलो गए पनि दिदीले खोल्नुहुन्छ पसल। त्यसपछि हाम्रो स्टोरमा चाहिँ माकुराको जालो लागेछ अनि दिदीलाई यहाँ कुर्सीमा चढ्न लगाइ सबै माकुराको जालोहरू फाल्यौँ। त्यसपछि दिदीले स्यान्डविच बनाएर ल्याउनु भएको रहेछ अनि दिदी र मैले चाहिँ स्यान्डविच पनि खायौँ। मिठो भएको थियो स्यान्डविच अनि दिदी र मैले स्यान्डविच खाएर फेरि खाजा खायौँ। एकछिनपछि मैले चाउमिन बनाएर लगेको थिएँ अनि त्यसपछि हामीले यहीँ ताम्बाबाट मोमो पनि अर्डर गऱ्यौँ अनि मोमो र चाउमिन मजाले खायौँ। अनि दिदी र म चाहिँ भोलि पनि यो खाजा खानुपर्छ है भनेर सोच्दै थियौँ। सोच्दै के गर्नु बेलुका थाहा भयो कि दिदी त भोलिदेखि अर्कै स्टोर बनेर अनि यतिकैमा सबै काम सकेर हामी घरतर्फ लाग्यौँ। पानी पनि कति पर्छ हो, कति पर्छ पानी परेर भलबाढी आएर यस्तो छ हालत त। अनि म घर पनि गएँ। आजको लागि यति नै। मेरो भिडियोलाई लाइक सब्सक्राइब एन्ड कमेन्ट गर्न नभुल्नु होला। बाई बाई गाइज।